आज चाहिँ हामी मिनी भ्लग बनाउन आँटेको आमा छोरी भएर। अनि हेलो साथीहरू सबैजनालाई शुभ बिहानी। हामी चाहिँ के भन्न आइरहेको छौँ भने बिहान बिहानै आमा छोरी हिजो चाहिँ भन्नुहुन्छ भने विराट चोकमा आमामामा यत्रो असिना क्या, यत्रो ठुल्ठुलो असिना। टिन भन्नुहुन्छ भने पल पार्ने असिना, हावाहुरी भन्नुहुन्छ भने बाहिर चाहिँ निस्केको थियौँ भने ढुङ्गा हालेर जिउमा ढुङ्गा बोकेर निस्किँदा पनि उडाउने खालको हावाहुरी आएको थियो है साथीहरू। अनि तपाईँहरूकोतिर चाहिँ कस्तो भयो नि, हावाहुरीले के बिगार गरो, कतिको हावाहुरी आयो, सबैजनाले युट्युबमा गएर कमेन्ट गर्नु है साथीहरू। अनि म चाहिँ आज भनेको 8 बज्न आँट्दाको मौसम हेर्नु है, आकाश कस्तो हुँदैछ देखाउँछु हेर्नुहोस् है साथीहरू। आकाश पुरै घाम पनि उदाइसकेको छैन, यहाँ हेर्नु उहाँ घाम उदाउनलाई यहाँ घाम उदाउनलाई यहाँ रेडी भएर बसिरहेको छ, तर उदाइ चाहिँ सकेको छैन होइन। हेर्नुहोस् है, यो चाहिँ हाम्रो विराट चोकको नजारा है। यो चाहिँ मौसम चाहिँ सफा छ होइन अहिले चाहिँ। अब दिउँसोसम्म चाहिँ कस्तो हुन्छ, यो चाहिँ हाम्रो घरबाट है। यो चाहिँ यहाँ न साथीहरू, यहाँ मेरो छोरी के भन्छ के ऊ बनाउने अरे साथीहरू। यहाँ तपाईँहरूकोतिर चाहिँ के भयो युट्युबमा आएर कमेन्ट गर्नु होला साथीहरू।